उहाँले अब देश बेचिसक्यो, जनताहरू ढुक्क भएर बस्नुस्, कति गाली गर्नुस् भनेर गाली गर्नुस्, रन्डी सन्डी मलाई के भन्नु भन्नु समेलको बालनशाला। म यति भन्न चाहन्छु, तिम्रो बाउको एरिया होइन के, तिम्रो बाउको सरकार होइन यो। अब म मरिन्छ कि को मरिन्छ भन्ने कुरा हामीलाई थाहा पनि छैन। हेर्नुहोस्, मलाई गोली हान्नुहोस्, मार्नुहोस्, हामी आन्दोलनमा आउँछ। हाम्रो यो बालन सरकारले चाहिँ हाम्रो देश बेचेको हो र यो देशलाई चाहिँ भारत बनाउन खोजेको हो, अमेरिकन बनाउन खोजेको हो। मैले तपाईँलाई बारम्बार पहिला भनेको थिएँ कि कुरा। दिदी नमस्कार। नमस्ते। अब आज तपाईँले सुनिहाल्नुभयो होला, प्रधानमन्त्री बालन शाहले संसदको रोस्टमबाट के भन्नुभयो भने नेपालले पनि भारतको सीमा मिचेको छ भन्नुभयो। छैन छैन, त्यो चाहिँ के भन्नुहुन्छ तपाईँले? त्यो चाहिँ एकदमै गलत बोल्नु भएको हो उहाँले चाहिँ होइन। मैले चाहिँ पहिल्यैदेखिबाट मलाई बालन शाह चाहिँ उहाँको नेचर, उहाँको व्यवहार, उहाँले गरेको जुन अभिव्यक्तिहरू जुन हुन्छ नि, त्यो चाहिँ मलाई मन नपरेको। पहिलेतिर मैले तपाईँलाई भनेकै थियो बालन सरकारले केही गर्दैन र यो बालन सरकारले चाहिँ हाम्रो देश बेचेको हो र यो देशलाई चाहिँ भारत बनाउन खोजेको हो, अमेरिकन बनाउन खोजेको हो। मैले तपाईँलाई बारम्बार पहिला भनेको थिएँ कि कुरा। आज त्यही पुग्दा भइरहेछ, तर हाम्रो जनताले बुझ्दैन यो कुरा। यसो भन्दै गर्दाखेरि मलाई उल्टै गाली आउने, साइबर सेना लगाएर उल्टै मेरो चरित्र हत्या गराउने, त्यो कारणले म बोल्न चाहिँ छोड्दिनँ कि। दिदी आज हेर्नुहोस् न, तपाईँलाई थाहा छ अहिले अब लगभग 2-3 घन्टा भयो होला, 2-3 घन्टामा विश्वको समाचार बनिसक्यो। बालन शाहले अब नेपालले भारतको सीमा मिचेको छ भन्नुभयो। अब कतिको चिन्ताजनक विषय हो यो। भोलि भारतले न्यु खोजे भने हाम्रो नेपाल सिमाना मिचेको छ भने हामीले भारतमा गएर भन्यो भने भारतको मान्छे हामीसँग उक्लिन नउक्लिने, यो विषयमा आन्दोलन गर्ने कि नगर्ने? यस्तो जाबालाई यस्तो यो के अरे रक्सी खाएर यस्तो कुरा गर्ने हो त? गाँजा खाएर कुरा गर्ने हो? यो भएन नि। यो हाम्रो देश हो के, यो देश बेच्न पाउँदैन। बालन शाहलाई अधिकार छैन यो देशको। त्यो कारणले गर्दा हिजोको दिनमा यो जेएनजीको रगतमा चढेर बालन शाह प्रधानमन्त्री बनेको, यही जेएनजीहरूले लहार्छ। अब त्यसो भए तपाईँको शब्द ठ्याक्कै टिपेर लिने हो भने आज बालन शाहले गाँजा खाएर संसदमा बोलेका एकदम किनकि हाम्रो नेपाल कसरी अनि यो भारतसँग सिमानामा टेकेको छ? तपाईँ आफै भन्नुहोस् त, कहीँ टेकेको छ? भन्नु न, तपाईँहरू आफै भन्नु न। नेपाल बेचेको होइन। मैले हरेक कुरामा मैले भन्छु कि नेपाल बेच्ने काम नगर्नुहोस् प्लिज। राजसभाको सांसद हो, चाहे राजसभाको प्रधानमन्त्री हो, चाहे राजसभाको गृहमन्त्री हो, प्लिज हाम्रो नेपाल बेच्ने काम नगर्नु होला। भोलि रगत बोकाउन तयार छ फेरि। भोलि यही सडकमा आएर अस्ति जसरी जेएनजी आन्दोलनमा त्यत्रो जेएनजी आन्दोलन भाइ बहिनीहरू बितेको छ, मारेको छ, यिनीहरूले मारेको हो कि यो अरूलाई दोष दिनै पर्दैन के? अरूलाई दोष दिएर काम पनि छैन कि अब त, बुझ्नुभयो नि? यिनीहरू जेएनजीको भाइ बहिनीहरूलाई मारेर त्यो रगत चढेर यिनीहरू अहिले माथि गएर प्रधानमन्त्री बन्ने, अहिले आएर हाम्रो देश बेचिदिने, यो भयो त? ल भन्नु न। आज मैले जे बोलेको त्यही भइरहेछ। हिजोको दिनमा दुर्गा दाइले यही कुरा गर्थ्यो। दुर्गा दाइलाई बोल्ने बित्तिकै हामीले केही बोल्नु हुँदैन, हामीलाई लगेर अहिले च्याप्प समातेर प्रहरी लगेर थुनिन्छ। हामीलाई थुन्नुको लागि पक्रो पुर्जी चाहिँदैन यहाँ नेपाल सरकारलाई। फेरि तुरुन्तै पक्रो पुर्जी निकालेर शर्मिला वाइबा कहाँ छ, दुर्गा प्रसाद कहाँ छ भने तुरुन्तै हामीलाई के अरे पक्राउ गरिन्छ। यहाँ त्यस्तो समाज छ के, बुझ्नुभयो नि? त्यो कारणले गर्दा म तपाईँहरूलाई के भन्छु भने म हिजो पनि बालन शाहको विरोधी हो, आज पनि बालन शाहको विरोधी हो।